नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको 991औं भिडियोमा। आजको भिडियोमा मैले 3 वटा नेपाली कथाहरू लिएर आएको छु। आशा छ तपाईलाई आजका कथाहरू पनि मन पर्नेछन्। भिडियोलाई अन्त्यसम्म हेरिदिनुहोला। भिडियो मन परेमा एक लाइक गर्नुहोला। च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने दैनिक रूपमा कथा सुन्नका लागि यस च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला भन्दै लागौं आजका कथाहरूतर्फ। दर्शक तथा श्रोतावृन्द, आजको कथामा पहिलो कथा रहेको छ कथाकार ईश्वर बल्लभज्यूद्वारा लेखिएको कथा आरुको फूल। कुनै पनि व्यक्ति वा वस्तुको लम्बाई चौडाई मात्र होइन, गहिराई पनि कुनै पनि पूर्वाग्रह रहित वस्तुगत सम्पूर्णता केलाउने प्रक्रियालाई नै नेपाली साहित्यमा तेस्रो आयामको नामले चिन्न थालिएको छ। बल्लभ पनि आयामिक सम्पूर्णताको खोजी गर्ने कवि भएकाले कथामा पनि यही दृष्टिकोण रहनु स्वाभाविक हो। उहाँका कथाहरूमा घटना, तारतम्य, चरित्र, संगठन वा मनोविश्लेषण केही पाइँदैन। समस्याको गाँठा परेको एउटा जटिलतालाई सिंगै उतार्ने प्रयास मात्र रहन्छ। प्रस्तुत कथा आरुको फूल वर्तमान युगको जटिलताजन्य विशृङ्खल मनस्थितिको एउटा युवकलाई उसको पारिवारिक जीवनका साथ चित्रण गर्ने यहाँ प्रयास भएको छ। नाजुक आर्थिक स्थिति, सके नसकी साँझ बिहानको लागि घोटिनुपर्ने बाध्यता, बहिनीको वैशसँगै मिसिएको प्रतिष्ठा, बेला बेला अहङमा पर्ने घात प्रतिघातहरू, जीवनको निस्सारताबोध र तैपनि बाँच्न खोज्ने रहर, यी सबैको समन्वय आजको जीवन, यही सम्पूर्णताको एकाई स्वरूप अभिव्यक्ति हो आरुको फूल। लागौं कथा आरुको फूलतर्फ। वसन्त घुम्दै फिर्दै आइहाल्यो। कसले रोक्ने यसलाई? यो आइहाल्छ, किन रोक्नु? फेरि रोक्ने कसले? खेतका कमला डिलहरूमा, मखमली झार बगैँचाका फूलहरूमा टेक्दै यो सुस्तरी आयो। युवतीका साना साना कमला पाइलाहरूले वसन्तको पदचाप आफ्नो शिरमा सहर्ष थाप्यो। मानौ बिना कुनै रोकटोक, केरकार र शोधनी सबैले बाटो दिए। आकाशे नीलो आँगनमा अल्झेका फाटफुट भुवादार सेता बादलका टुक्राहरूमा अलिअलि धेरै, अलि बढ्ता अलि थोरै चञ्चलता देखियो। कविको हृदयमा उछिटिएका भावनाहरूले खेले झैं तिनीहरूले पनि बसन्ती आकाशमा खेले। हो, त्यसैले बसन्त आयो। यो ठाउँमा बसन्त हरेक वर्ष आउँछ। जब बसन्त आउँछ, टाढा र नजिकका पहाडमा, फूलका थुङ्गाहरूमा, धोपीका हरिया पातमा, किम्बुकका छाङमा एउटा मधुर परिवेश व्याप्त हुन्छ। प्रकृतिको प्रत्येक चञ्चलतामा एउटा तरुणाई आउँछ। जब त्यसरी तरुणाई आउँछ, प्यार आउँछ। अनि भन्नुपर्छ, बसन्त आयो, तरुणाई आयो, प्यार आयो। मुक्तिले उदास भएर सोच्यो, यसपालि यहाँ छिट्टै आयो। बजारबाट 2 कोस तल मुक्तिको घर। घरमा 3 जना। मुक्तिकी बहिनी कल्पना, मुक्तिकी आमा। मुक्तिले गएको वर्षाले खोपेको बलेसीकै रेखामा भर्खर हावाले उडाएर ल्याएका आरुको साजी फूल मुडाबाट ओर्लेर टेप्यो। उसलाई त्यो फूलसित माया लागे जस्तो लाग्यो। कल्पनाले भित्रबाट बोलाई, दाई चिया ठिक भयो। ऊ फूलसितै भित्र पस्यो। हेर कल्पु, आरुको फूल। मुक्तिले चुलामा यताउति गरिरहेकी बहिनीलाई देखाउँदै भन्यो, कति राम्रो। साँच्चै नै कति राम्रो। कल्पना उठी दाजुको हातबाट फूल लिई, लौ यहाँ सिउरी दिउ न त। मुक्तिले उसका चुल्ठाको फेदमा त्यो फूल सिउरी दियो। त्यसबेला उसले कल्पनाको टाउकाले आफ्नो काँध नागेको देख्यो। कल्पनाले नदेखिने गरी एकछिन उदास भएर भन्यो, तिमीलाई फूल मनपर्छ? म ल्याइदिन्छु, म सधैँ ल्याइदिन्छु। यस्तो आरुको होइन, गुलाबको, सुनकेसरीको। माथि फूलबारीमा थुप्रै छ, खस्छ भुइँमा। जमदारले बढार्छ, कहीँ लगी फ्याँक्छ, सायद यहाँ सर्छ। फूलबारीमा राम्रो राम्रो फूल छ, तर टिप्न दिँदैन पालीले। कल्पनाले भनी, मलाई त दिन्छ। किन? को भनेर दिन्छ? म पनि त फूलबारीको पाले हुँ। हो त, मैले बिर्सिहालेँ कि मलाई जहिले पनि मेरो दाई फूलबारीको पाले होइन जस्तो लाग्छ। मुक्ति मौन हुन्छ। कल्पना मुडा दिन्छे। मुडामा बसेर चिया खान थालेपछि कल्पनाले भनी, आमालाई हिजो ठेकदारले गाली गरेछ। किन? मुक्तिले छक्क परेर सोध्यो। भनेको जति रोडा कुट्न सक्नु भएन छ। बसन्त आएपछि दिन लामो हुन्छ। मुक्तिको आमालाई सधैँ जस्तो ठेकदारले रोडा कुट्न बोलायो। मुक्तिकी आमा रोडा कुट्न गइन्। सधैँ जान्छन् बिहानै।
बेलुका फर्किन्छन्, गाली खान्छन्। गाली खानु कुनै नयाँ कुरो होइन। रोडा कुट्ने, स्वास्नी मानिसले फूल फुलेको बेलामा, बसन्त आएको बेलामा गाली खानु पर्दैन भन्ने कुरा छैन। कल्पनाको अग्लाइले काँध नागिसक्यो। के भयो? कोही सधैँ सानो त रहँदैन। मुक्तिले ठूलो मगको एक मग चिया छिट्टै सक्यो। एक प्लेट स्याबजी पनि सक्यो। मुक्ति उठ्यो, गएर फेरि त्यही पिँढीमा राखेको मुडामा बस्यो। मुक्तिको बाबु नारायण हलदारले आफू मरेपछि छोडेर गएको जेठा केही थिएन। हलदार मर्दा ऊ 15 वर्षको भइसकेको थियो। अहिले 5 वर्षको श्राद्ध हवलदारको नाममा भइसक्यो। पहिले उसलाई लागेको थियो ऊ टुहुरो भयो। 15 वर्षको तन्नेरीलाई टुहुरो मानिदिने कोही मानिस नभएपछि उसले सोच्यो ऊ टुहुरो होइन। उसले आफ्नो पढाइ त्यत्तिकै थन्काई काम गर्न सुरु गर्यो। तलब थोरै नै भए पनि काम भनेको काम हो। 2 आमा छोरा भएर 3 जनाको प्राण सजिलै धानिँदै आयो। तर कल्पनाको अग्लाइले उसको काँध नागेपछि उसलाई लाग्यो प्राण मात्र धानेर पुग्दैन, फेरि आमाले हिजो ठेकदारको गाली खानु पर्यो भन्ने कुरा सुनेर उसलाई फेरि लाग्यो मानिसले बाँच्ने छाट यस्तो हुँदैन। मानिस मरेन भन्दैमा त्यसलाई बाँच्यो भन्नु हुँदैन। यति मात्रै भन्न सकिन्छ, मानिसले आत्महत्या गरेन। बसन्त खोइ आएको खुसियाली। नयाँ मकै त फुल्यो, कोइलीले नयाँ गीत त सुनायो। हरेक झाङ बुट्टाहरूमा सरसता त आयो। खोइ मनमा आएको सरसता, खोइ मन फुलेको। नारायण हलदारले जब यस्तै गरेर बसन्त आयो कुनै बेला सोचे हुन्, साँच्चै नै बसन्त आयो। जब फूल फुले उनका मन फुले हुन्। तिनले यो चाहिँ कहिल्यै सोचेन हुन्। उनको काखमा लुटपुटिन आइपुगेको उनको त्यो बसन्त उनको मुक्तिको काखमा पनि खेल्न पुग्छ। पहाडमाथि पर्ने कलिलो घामले उनका छोराको तरुणाईको सतहमा उनको जवानीको सतह चाहिँ बिस्तारै स्पर्श गर्न पनि सक्छ। या उनले पनि यो सोच्ने मौका पाएनन्। उनले फूल फुलेको देख्दै देखेनन्। फूल फुलेको हेर्न पनि फुर्सद चाहिन्छ। जीवनको प्रत्येक क्रियाले जीवनको चम्किलो पक्ष हेर्न स्वतन्त्र हुनुपर्छ। उनले फुर्सद पनि पाएनन्। उनको जीवन पनि स्वतन्त्र भएन। मुक्तिले एउटा सानो झिङ्गालाई माकुराको जालोमा अल्झेर छटपटिरहेको देख्यो। उसलाई लाग्यो झिङ्गाले दुःख पायो। त्यो झिनो जालको रेसा कति बलियो। यो भित्ताको शेरदेखि अर्को भित्ताको शेरसम्म समानान्तरमा तेर्सिएका 2 दलिन बीचको प्राय एक भित्ताको ठाउँमा झिलिएको जालोमा बिचरा झिङ्गा पर्यो। उसलाई माया लाग्यो, किन दलिन नभाँचिएको। तर उसले उठेर गई झिङ्गालाई स्वतन्त्र पार्ने विचार गर्न साथ उसलाई अर्को विचार आयो, माकुरीले पनि बाँच्नुपर्छ। झिङ्गाले मर्नु कि नमर्नुको राम्रो निदो उसले गर्न सकेन। ऊ मुडाबाट उठेन। त्यतिकैमा उसकी आमाले आँगनमा आएर थकाइको लामो सास फेरिन्। ऊ जुरुक्क उठेर आमा कहाँ पुग्यो। आमाले थाकेको स्वरमा भनिन्, मुक्ति त छिटो आइस नि आज। छिटो आए उसले भन्यो, आज धेरै काम परेन। छिटो आए उसले भन्यो, आज धेरै काम परेन। बहिनी खोइ भित्र छ। आमा भित्र पसिन्। मुक्ति फेरि त्यसै मुडामा गई बस्यो। उसले त्यो दलिन, त्यो माकुराको जालो र त्यो अल्झिएका झिङ्गालाई बिर्स्यो। पारीतिर हेर्न लाग्यो। उसलाई पारीको पहाडको ओह्रालो आकाश जस्तै निलो लाग्यो। फेरि कहीँनिर गहिरो भए झैं लाग्यो। त्यसका छातीमा टक्राक टुक्रुक देखिएका गाउँहरूलाई आकाशे रंगले छोपेको। ती गाउँहरूको आवाज कमाने युवतीले नाइलनको झिनो बर्को उडेर आइतबारको दिन बजारको चौबाटोमा उभिरहे झैं देखिएछ। नीलो पनि कति राम्रो, नीलो पनि कति नराम्रो। आकाशमा एउटा ठूलो चाक्लो बादल कताबाट आएछ। मुक्तिले त्यस बादलको चोक्टालाई हेर्यो। ओहो, अब त साँझ परेछ। अनि भित्र पस्यो। चुलामा बसिरहेकी कल्पनालाई आमाले भन्दै रहेछन्, कल्पु यो ठेकेदार छ नि, अलिअलि उल्लु खालको रहेछ। त्यसले तेरो बारेमा कुरा गर्यो। के भन्यो आमा? मैले भनिदिएँ। आमाले कल्पनालाई भनिन्, मेरी छोरी तिमी जस्तालाई दिएर के अन्धी बनू? 3 जना स्वास्नी त मरिसके तिम्रा, घरमा अझै 3 जना छन्। रन्डो साला। लामो सास फेरेपछि उनले फेरि भनिन्, हेर कल्पु, तेरा बाबु गरिबै भए पनि इमान्दार थिए। उनले आफ्नो इज्जतको ख्याल आफ्नो ज्यानको भन्दा बढ्ता राख्थे। उनको इज्जत नबिगार्नु। साला ठेकदार के भन्थ्यो। अझै भूत बुताउन थालिन्। तरुणी भई मेरी छोरी त मेरी भई। के मेरी छोरी कानी छ? के मेरी छोरी लङ्गडी छ? पोइ पाएन भने बस्चे कुमारी, के बिग्रियो? मुक्ति धेरै बेर त्यहाँ बसिरहेन। उनीहरूले नदेख्दै फेरि ऊ बाहिर निस्कियो र पिँढीमा उभियो। साँच्चै उसको कुम कल्पनाले नागी। ऊभन्दा कल्पना 2 वर्ष कान्छी त हो। 18 वर्षकी तरुणी ठेकदारको आँखाले हमला गर्न आइपुगिहालेछ। यो थाहा पाइएको कुरा भयो। अरू ककसका पनि आइपुगेछन् पशुहरू। मुक्तिले मनमनै भन्यो। कल्पनालाई पनि त गुलाफको फूल मन पर्न थालिसक्यो। यसपालिको बसन्त साँच्चै छिटो आयो। मुक्तिले विश्लेषण गर्यो। ऊ के हो? ऊ छोरा हो, एउटी विधवा आमाको।
ऊ दाजु हो एउटी बहिनीको, त्यस्तै बहिनीको जो 18 वर्षकी तरुणी भइसके। उसले यो सोच्न सकेन ऊ कसैको पोइ र कसैको बाबु हो, तर उसले सोच्यो ऊ यी सबै कुरा भन्दा एउटा भिन्दै वस्तु हो, लोक्ने मानिस। त्यसपछि एउटा मानिस, फेरि एउटा मुख्य कुरा उसले सोच्यो, ऊ चपरासी फुलबारीको, केवल चपरासी, केवल 40 रुपियाँको। उसको तनखा 40 रुपियाँ सिवाय छैन। त्यसकारण आमालाई रोडा कुट्न नजाऊ भन्न सक्दैन, बहिनीलाई अब बिहा गरिदिनुपर्छ भनी कर गर्न सक्दैन। वीरबहादुर चपरासी सधैँ जाँड खान्छ, सधैँ नालीमा लड्छ, सधैँ छाड्छ र घर फर्किन्छ, स्वास्नीलाई कुट्छ, अनि वीर बलभद्र कुँवर र मुख्तियार भीमसेन थापाको सन्तान हुँ भन्छ। रुपियाँ तिनै 40 हुन्। उसले कसरी जाँड खान्छ, कसरी स्वास्नी कुट्छ। ए कल्पना, कल्पना। उसलाई त्यसै बहिनीलाई बोलाउन मन लाग्यो। एकछिनपछि उसलाई थाहा भयो उसले अकारण बोलाएछ। भित्र कल्पनाले बोलाएको सुनि त्यसकारण उसले भन्यो, यहाँ आऊ त। कल्पना बाहिर आई। अहिलेसम्म साँझ बाक्लिएर रात भइसकेको थियो। पारीका पहाडहरू रातभित्र लुक्न थालिसकेका थिए। नजिकका असुरुको झाङका पातहरू रातसित छुट्टिएर पात पात झैं लागेका देखिएका भए पनि परपरका सब बुटा झाङहरू रात भइसकेका थिए। धुपीका रुखहरू मात्रै अक्ला भूतहरूको छाया झैं देखिए। सिमलको हाँगा छाटिएका सुरिला 1-2 रुखहरू अँध्याराका ढाँट झैं देखिएका थिए। किन बोलाएको? यसरी सोधिहालेपछि केही भन्नै पर्छ। उसले बोलाएको पनि हो। उसले भन्यो, ऊ ती सुरिला रुखहरू देख्यौ? ती मध्ये एउटा बीचको रुखमा चराको गोठ छ, 2टा बचेरा पनि छन्। अहिले सुते हुन् अघि। कुन्नी के गरे हुन्? कल्पनाले छर्किँदै भने। के भएको? बौला जस्तो, जाउँ भित्र। मुक्तिले फेरि भन्यो, सडेर गएर खसालौं? किन? तिनले के गरेर त्यसै? तिनीहरूले केही गरेनन्, त्यसकारण मलाई खसाल्न मन लाग्यो। उसले भन्यो, पाप लाग्छ। कत्रो पाप लाग्छ? ती बिचराहरू जत्रै त लाग्छ होला नि, होइन? मानिसले कत्रा कत्रा पापका भार सहन्छन् भने म त्यत्रो पापलाई सजिलै सहन्छु। ऊ साँच्चै नै त्यता जान खोज्छ। कल्पना हात समाएर रोक्छे। मुक्तिले सोध्यो, मलाई किन छेके कि? पाप लाग्छ भनेर कि म रुखबाट लड्छु भनेर? लड्छौ भनेर पनि, पाप लाग्छ भनेर पनि। कल्पनाले भनी, आऊ त्यसो भए एउटा गीत गाउँ। मुक्तिले कल्पनालाई आग्रह गर्यो। कल्पनाले अचम्म मानी, आज दाजुलाई के भयो? एकछिनपछि मुक्तिले भन्यो, बत्ती लिएर आऊ त। किन? म एउटा कुरा हेर्छु। के हेर्छौ? लिएर आउन बत्ती। कल्पना बत्ती लिएर आउँछे। कल्पनाको हातबाट बत्ती लिएर मुक्ति दलिनमा हेर्न थाल्छ। एकछिनपछि दुखी भएर भन्छ, खाएछ। कसले खाएछ? माकुराले झिङ्गा खाएछ। 1 घण्टा जति पहिले जालमा परेको थियो। त्यो माकुरालाई पाप लाग्यो होला अघि? कल्पनाले भने, दिनमा हजारौं माकुराले हजारौं झिङ्गालाई जालमा पार्छन् र खान्छन्। सबैको निमित्त चिन्ता गरेर साध्य हुँदैन, होइन? मुक्तिले भन्यो। दुखित भएर भन्यो, मलाई चिन्ता लाग्यो, म दुखी हुन्छु। मेरै घरको दलिनमा माकुराले झिङ्गा खाएपछि किन दुखी नहुनु? लौ दुखी भइरहु। म गए। कल्पनाले बत्ती पनि लिएर भित्र गई। त्यहाँ अँध्यारो भयो। आखिर एउटा ठूलो दुर्घटना। झिङ्गालाई माकुराले खायो। एकछिन जिन्दगी हिँड्दा हिँड्दै अडियो फेरि सकियो। यसो हेर्दा जिन्दगी कति ठूलो कुरा। जिन्दगी हो जिन्दगी, एउटा फिलोसफी, एउटा त्रिपिटक, महाभारत, उपनिषद, एउटा विश्वयुद्ध, निशस्त्रीकरण, अशस्त्रीकरण, एउटा काव्य। जब जिन्दगी सकियो, सब सकियो। हुन त मुक्तिले यी सबै कुरा विचार गर्न सकेन, तर एउटा ठूलो वस्तु कसैलाई नभनी, कसैलाई थाहा नपाई अनायास सकिए चाहिँ उसलाई अनुभव भयो। उसले भन्यो, झिङ्गा सकियो। आमाले सधैँ ऊ बसिरहँदा बोलाउँथिन्। अहिलेसम्म उनले बोलाइनन्। आमा सायद काममा व्यस्त होलिन्। मुक्ति, आमाले बोलाइन्। हजुर, उसले भन्यो र भित्र गयो। आमा मुढामा बसेर अगेनो तापिरहेकी थिइन्। मुक्तिकी आमाको दैनिक कार्यक्रम यही थियो। उनी अगेना छेउ मुढामा बसेर छोरीले भात पकाएको हेरिरहन्थिन् र कहिले ढङ्ग नपुगेको बेलामा सिकाउने पनि गर्थिन्। हेर, यसरी होइन, यसरी गर, त्यसरी होइन, यसरी गर, इत्यादि। छोरी 18 वर्षकी भइसकी, तथापि उनलाई छोरी त्यही सानो बामे सर्ने, भर्खर टुकुटुकु हिँड्ने, स्कुल जान्छु भनी पुस्तक च्यापेर हिँडिहाल्ने जस्ती लाग्थे। कल्पना सानैदेखि लक्षिणकी थिइन्। उनले कल्पनाको बुबाले कल्पनालाई हेरेर भनेको सम्झिन्, जेठी तिमी के जान्दछौ? मेरी छोरी रानी हुन्छ, बुझ्यौ? यसको निधारै हेर त, कति फराकिलो, आँखा हेर कति गहिरो, यसको आँखा मलाई अगम लाग्छ। उनी भन्थिन्, हो, मलाई पनि यसलाई हेरिरहन मन लाग्छ, एउटा राम्रो सपना जस्तो लाग्छ। तर अलि निस्सासिँदै उनी भन्थे, यसलाई लाग्छ नपठाएर आफै जान्छे। अनि हाँस्दै फेरि भन्थे, तिमीलाई मैले भगाएर ल्याउँदा बाबुआमा छोडेर कति छिटो आइगयो हो कि? धत धत, उनले भन्थिन्। कस्तो?
अनि एकछिनपछि हुने जुवाईँबारे कुरा गर्थे। हुने जुवाईँको रिस गर्थे, फेरि माया गर्थे। दुवैले एकै फेरा भन्थे, ऊ पनि त छोरी हो। अनि उनको आँखाभरि आँसु आउँथ्यो। कसैले नदेख्ने गरी पुछ्थिन्। आज आँसु फुटेको मुक्तिले पनि देख्यो, कल्पनाले पनि देखिन्। कल्पनाको मुटु अमिलो भयो र उनी दाल घोट्न लागिन्। मुक्तिले आएर सोध्यो, आमा, ठेकदारले साँच्चै तिमीलाई चित्त दुखायो? होइन नानी, उनले भनिन्, ठेकदारको जात यस्तै हुन्छ। कल्पुको बारे उसले के भन्यो रे? होइन, कसले सुनायो? मैले सुने। कसले भन्यो? तिमीले नै भनेको सुने। म त्यसलाई काट्छु। उनले छोरालाई सम्झाउँदै भनिन्, हेर छोरा, मानिसहरू सबै यस्तै हुन्छन्, कतिजनालाई काट्छस्? हामी पनि त मानिस हौं। उसले रिसाउँदै भन्यो, हामी त्यस्ता छैनौं त। तिम्रा बुबा मलाई सुनाउँथे। उनले भनिन्, मुसलमान र हिन्दूको लडाईँ भयो रे। त्यसबेला कतिले कतिको बेइज्जती गरे रे। कति दाजुहरूका बहिनीहरू, कति लोक्नेका स्वास्नीहरूलाई गर्नु नगर्नु गरे रे। खै कसले कसलाई काट्न सक्यो? अहिले पनि हाम्रा चेलीबेटीहरूको कोही एक बिरा पानमा, कोही एक थरको लुगामा, कोही एउटा नोकरीमा इज्जत लिन चाहन्छन्। खोइ कसले कसलाई काट्यो? हाम्रै चेलीबेटीहरू लोभिँदै तिनीहरू कहाँ पुग्दा कसले रोक्यो? उनी अलि गम्भीर भइन्। उनले फेरि भनिन्, तेरी आमालाई ठेकदारले केही भन्दा तँलाई रिस उठ्छ। तेरी बहिनीलाई कसैले केही भन्दा त काट्छस्। दिनको दिन ठाउँ ठाउँमा यस्तै भइरहेछ। कसैले कसैलाई भनिरहेकै छ, केही सुनिरहेकै छ। मैले सोचिराखेकी छु, अब म भोलिदेखि जान्न काममा। मैले यो पनि सोचिसके, दिनमा आइरहेको 2 रुपियाँ कम हुने भयो। तेरी कल्पुको गालामा चढेको त्यो रगत अलि दिनमा अलि पहिलिने भयो। त 2 माइलको उकालो आफ्नो काममा जाँदा सधैँ चढ्छस्। तँलाई पनि अलि बढ्ता थकाइ लाग्ने भयो। मुक्तिले केही भन्न सकेन। कल्पनाले भनी, अब भात खाऊ। हलदारको देहान्त भएपछि घरको माथिल्लो तलामा सबैले जान छोडेका थिए। कल्पनालाई जान मन लाग्दैन थियो, किनभने घरको माथिल्लो तलामा एउटा सन्दुक थियो। त्यस सन्दुकमा एउटा सारी थियो। उसको बाबुले ऊ तरुणी नहुँदै ऊ तरुणी हुन्छ भनेर उसको लागि ल्याइदिएको थियो। कल्पनाकी आमालाई जान मन लाग्दैन थियो, किनभने त्यहाँ हवलदार नारायणको नक्सा तस्बिर थियो। मुक्ति जाँदैन थियो। माथिल्लो तला खाली खाली थियो। यसको बाबुको सुत्ने खाट उभ्याइसकेको थियो। त्यसैमा बसी कहिलेकाहीँ नारायण हवलदार उसलाई आफूले जितेको लडाईँबारे सुनाउँथे। उसलाई अर्थी दिन्थे। फलस्वरूप सबैजना तल्लो तलामा सुत्थे। एउटा कुनामा चुलो चौकी त्यही थियो। दैलोतिर त्यही मुक्तिको कोठा थियो। त्यही चुलोदेखि पर एउटा ठूलो खाट, त्यसमा आमा छोरी सुत्थे। भात खाइसकेर मुक्ति आफ्नो कोठामा, आमा र छोरी आफ्नो ओछ्यानमा गए। मुक्तिलाई निन्द्रा लागेन। मुक्ति दलिन गर्न थाल्यो। 1, 2, 3, 4। दलिन 4वटा मात्रै। किन 4वटा मात्रै? त्यो परको काठ पनि त दलिनै हो। 5वटा। एउटा माउसुली भित्तामाथि बसिरहेको उसले देख्यो। उसलाई त्यो माउसुली ठेकेदार जस्तो लाग्यो। माउसुली ठेकेदार माउसुली। माउसुली अलिकति घस्रियो र त्यसले जिब्रो निकालेर केही चिजलाई पट्ट टिप्यो। निल्यो, बुस्ना होला। उसले अलिकति झ्याल खोलेर बाहिर हेर्यो। आँगनलाई बारेको पर्खालको डिल र अँध्यारो छेउबाट भित्र पसेपछि उसले झ्याल बन्द गर्यो। एउटा नक्सामा एउटा बलियो मानिस कुन्निकेको मसिनो ह्यान्डल चलाइरहेको देख्यो। नक्सा खिच्दा ह्यान्डल चलाउँदा पनि हाँस्नु पर्दो रहेछ, उसले सोच्यो। त्यतिकै त्यही अघिको माउसुली फ्रेम नभएको नक्सा हुनाले बिस्तारै त्यो हाँसिरहने मानिसको टाउकोमा टेक्यो। त्यही बसिरह्यो। मुक्तिलाई रिस उठ्यो। ऊ करायो, आमा। आमाले ओछ्यानबाटै सोधिन्, किन नानी, माउसुलीको मासु कस्तो हुन्छ आमा? छ्या, के भन्छ यो? आमा कराइन्, किन नसुतेको? आमा, किन कराइरहेको, के भयो? कल्पुले मेरो कुम नागिसके हो, अग्ली भई। आमा, आरुको फूल अचार भोलि खाउँला। भोलिपल्ट बिहान मुक्तिले आफ्नो वरिपरि गाउँका मानिसहरू आमा र कल्पुलाई चिन्तित मुद्रामा बसिरहेको देख्यो। आमालाई यसो हेर्यो। आमाको आँखाभरि आँसु थियो। बहिनीलाई हेर्यो। बहिनी पनि रोइरहेकी थिए। उसले आफैलाई छाम्यो। ऊ तातो थियो। उसले सोध्यो, के भयो? कल्पनाले भनी, केही भएन। त्यहाँपछि उजुरुक्क उठ्यो। आमाले उसलाई बिस्तारै सुमसुमाउँदै भनिन्, आज काममा नजा नानी, तँलाई सन्चो छैन। तर मुक्ति उठ्यो। राति सुतेकै लुगामा बाहिर निक्लेर उकालोतिर लाग्यो। कल्पना कराइन्, दाई, कल्पु, म गुलाबको फूल लिएर फर्कन्छु। ऊ उकालै उकालो गयो। कथा आरुको फूल। कथाकार ईश्वर बल्लभ। लागौं अर्को कथातर्फ। कथाको शीर्षक लोग्ने। कथाकार प्रेमा शाह।
सामाजिक मान्यता र बाध्यताले खास गरी नारी हृदयमा पार्ने घात प्रतिघातलाई कोमल ढंगले टिप्दै कथा साहित्यमा छुल्किरहेको प्रेमा शाहभित्रको कथाकार वर्तमान नेपाली कथा क्षेत्रमा निकै चर्चित रहेको छ। असामान्य मनोदशाका जटिल अवगुणहरू केलाउन र अझ खास गरेर यौन सम्बन्धी असामञ्जस र विकृतिजन्य टाटेपाङ्ग्रे चरित्रहरूसित पाठकको चिन्जानी गराउन उहाँ निकै अग्रसर हुँदै आएको कुरा पहेँलो गुलाफभित्र र बाहिरको धेरै कथाहरूले बताउँछन्। प्रस्तुत कथा लोग्ने को कथानकमा नेपाली समाजका संकीर्ण मान्यताहरूको बीच छटपटिएको एउटा वैधव्य चित्र छ। यो चित्र नेपाली जीवनको एक छेउको चित्र हो, त्यसैले यो सामाजिक पनि छ। सामाजिकता उहाँका थोरै कथाहरूमा मात्र पाइने गुण हो। लोग्ने वञ्चित एक युवतीको अतृप्त र त्यसबाट उत्पन्न ईर्ष्याको चरम अवस्था र सौभाग्यतिर फर्कने उत्कट अचेतन आकांक्षाहरू चेतनको ढोका फोड्दै बाहिर निस्कन खोज्छन्। यसैले आफ्नो परिधिभित्र यो पूर्ण र सफल कथा हो। कथा लोग्ने, कथाकार प्रेमा शाह। लोग्नेको बर्की सिद्धाएर निर्मला बहिनीको विवाहलाई माइत आएकी थिइन्। आधा जीव र विवाहले लोलाएका आँखा लिएर उनी फुङ्ग उडेको एउटा अचेत सपना झैं बहिनीको सिंगार पटारमै अल्झिन्। क्रिम, पाउडर, लिपस्टिक, रुज, गाजलको यो सानो कोठी कहाँ लगाइदिए ठिक पर्ला? गालाको टुप्पामा कि चिउडोमा? को लाउँछ छि यस्तो नक्कली कोठी पनि? मुकुण्डो सिगारे जस्तो कोठी लाइदिन निर्मला आफैलाई मन परेन। गालामा कोठी लाइदिने चलन त गइसक्यो। फेरि बहिनीको गालै राम्रो छ, धेरै उताउलो केलाई। बरु यो बाटुलो रातो टिको गोरो निधारमा खुब खुल्छ। निर्मला यिनै रमाइला रंगले आफ्नो अन्तरमा कोरिन आएका अतीतका अनेक भावुक रेखाहरूलाई लतपताउने कोसिस गर्दै थिइन्। तर कसो कसो अगाडिको त्यो ठूलो ऐनामा उत्रेको आफ्नो र बहिनीका प्रतीक्षाले उनको भावुकतालाई फेरि कोतार्यो। 2 वर्ष अघि निर्मलाले छोडेर गएको यो ऐना कोठामा पहिलेकै झैं जहाँको त्यही जस्ताको तस्तै रहेछ। कहीँ पारो उकिएको थिएन, कहीँ फुटेको थिएन। बरु उनलाई आफै सम्पूर्ण बदलिए झैं लाग्यो। आफू ज्यादै थोत्रिए झैं लाग्यो। गाजलले कोरिएका ती आँखा पहिले झैं अस्थिर भएर यताउता नाच्नलाई मानव थाकिसकेका झैं देखिन्थे। न फेरि उनको मनमा केही चञ्चलता नै रहेको थियो। निर्मलाले सिंगार सकेर बहिनीको अनुहार ऐनातिर फर्काइदिन्। उनलाई बहिनीको त्यो अनुहार ज्यादै लोभलाग्दो लागेर आयो। आफैले सिंगारेकी भए पनि निर्मलालाई बहिनीको त्यो मुहार समातेर एकपल्ट मही खान मन लाग्यो। तर त्यसो गर्न सकेनन्। उनलाई लाज लाग्यो, साथै केही अभिमान पनि, किनभने उनी बहिनी जस्तै राम्री थिइन्। अझ ऊ भन्दा पनि राम्री। साँच्चै जो पनि उनलाई यही भन्थे, उर्मिला भन्दा निर्मला राम्री। तैपनि किन किन निर्मलालाई आज बहिनीको अगाडि आफू फिका हुँदै गए झैं लाग्यो। साँच्चै उर्मिला दिदीको हातबाट गाढा रंगको झोल बनेकी थिए। निर्मलालाई आफ्नो हातको सिपदेखि खुसीको सट्टा ईर्ष्या लाग्यो। यसै गरी उनले आफूलाई सिगार्न पाए। पल्लो कोठामा उर्मिलालाई हेर्न आएका केटा दाजुका विराटनगरका साथी थिए। सायद प्रोफेसर हुन् क्यारे। निर्मलालाई उस्तो थाहा भएन। उतापट्टि कोठामा गरेको गुनगुन दिदी बहिनी बसेको कोठामा बिस्तारै सुन्यो अनि निर्मलाका कान ठडिएर आँखा चनाखा भए। निर्मलाले आफ्नै एक सुरमा देखिन्। उर्मिला ऐनातिर निउरेर हलुकासित मुस्कुराई। कपालको आँटोमा घुसेर कानैनिर ढल्किएको गुलाफको रातो कोपिलाले उसको सौन्दर्यमा अझ बढी निखार ल्याइदिएको थियो। उतापट्टि किन हो दाजु खित्का छाडेर हाँसे। त्यसपछि सँगै मधुरोसित फुस्टिएको एउटा नौलो हाँसो पनि सुनियो। निर्मलाका सबै अचेतन तन्तुहरू अप्रत्याशित रूपले छन्जनाए। उनी लट्ठिँदै गइन्। उर्मिला उनीतिर हेरेर मुस्कुराइदिए। उनको त्यो एकात्मक सौन्दर्यले निर्मलाको अन्तरलाई कमिलाले झैं चिल्यो। उनी भित्रका सबै द्रव जमेर बरफ भए। उर्मिला ऐनासँगै टाँसिएकी थिए। एक्कासी निर्मलाले बहिनीको टाउकोबाट फूल झिकी छटकारेर धुजा पारिदिए। उर्मिला पक्क परी। किन दिदी? निर्मलाको पातलो गोरो अनुहारमा जताततै पसिना चिटचिटाए। विस्फारित आँखाले उनले उर्मिलालाई एक टकसँग हेरिरहन् अनि निश्चेष्ट हुँदाहुँदै पनि निर्मला फेरि बहिनीको निधारको टीका उक्काउन लम्किन्। उर्मिला तर्सिन्। दिदीले नभेट्टाउँदै ऊ दगुरेर कोठाबाट बाहिर निस्के। बहिनी तर्सेर भागेकी देख्दा निर्मलालाई हाँसो उठ्यो। रित्तो कोठामा उनी एक्लै मरिमरि हाँस्न थालिन्। हाँस्दा हाँस्दै आँखाबाट आँसु बरर झरे। मुटु खुम्चिए झैं भयो। उनले खुडामा मुन्टो अडाएर बिस्तारै सास तानिन् अनि बिस्तारैसित खोकिन्। तर घाँटी ख्याप्प सुकेको थियो। तिर्खाले हो कि? तर तिर्खा त उसलाई लागेको थिएन। खाली घाँटी भिजाउन निर्मलाले टेबल माथिको गिलास उठाएर अलिकति पानी खाइन्।
आँखाबाट आँसुको बादल हटिसकेको थिएन। निर्मलालाई बाहिरबाट ढोकाको पर्दा उठाएर कसैले च्याझै लाग्यो। उनी पछाडि फर्किन्। साँच्चै नै उर्मिला रहेछ। दिदीले देख्न साथ ऊ पर्दा छोडेर भागी। के कन्सुतले लाउन लगाएकी होली? निर्मलालाई बहिनीमाथि त्यसै रिस उठ्यो। भित्र आए त म के गर्थे र? पुत्लाउने थिएन, लोक्ने पाउन आँटे भनेर फुर्केकी। मलाई सौता हुन आएकी भन्ठानेकी होली। त्यसैले नत्र किन चियो गरेर हिँड्थे? उता कोठाबाट हाँसेको आवाज टटकारो भएर राम्रैसित सुनियो। सतर्क भएर निर्मलाले त्यतातिर कान थापिन्। उही त नि, त्यही प्रोफेसर हाँसेको रहेछ। स्वर कति मिठो, मान्छे पनि राम्रै छ नि। खुल्ने अनुहार, कस्तो गोरो, लायकको अग्लो। निर्मला नानी एकपल्ट उता दराजको साँचो दिनु पर्यो रे। गोदावरी सङ्घारभित्र टेक्न नपाउँदै कराई। आम्मै, निर्मला नानी त लौन के गरेको यस्ता? निर्मला चसङ्ग भइन्। ओठमा दगुराइरहेको लिपस्टिक हातबाट खस्यो। ऐनामा ज्वासवास्ती उसले सङ्घारको बीचमा उभिरहेकी गोदावरीलाई देखिन्। अनि पुतली जस्तै सिँगारेकी आफूलाई। निर्मला लोलाइन्। कुन प्रवाहमा उनले आफूलाई सिँगारिन् उनलाई पत्तै भएन। पहाडको टुप्पासम्म ढाक्न पुग्ने अनेकौं विकट छालहरू उनको हृदयमा तरङ्गित भइरहेका थिए। निर्मला ऐनामा हेरेको हेरै भइन्। गोदावरी कोठामा पसेर उनको अगाडि उभि। हा निर्मला नानी, तपाईले पनि यस्तो सिँगार गर्नुहुन्छ? लौ हेर, झन् टीका पनि लगाएकी। लोक्ने नभएको मान्छे हो त नि। उनको लोक्ने त विवाह भएको वर्ष दिनमै विमान दुर्घटनामा परिहाले नि। उतापट्टिको त्यो त उर्मिलाको लोक्ने, उसलाई हेर्न आएको। गिलासको जुठो पानी खन्याएर निर्मलाले ख्वाल ख्वाल मुख धोइन्। गोदावरी साँचो लिएर निस्कन नपाउँदै निर्मला उसको बाटो छेक्न पुगिन्। गोदावरी, कसैलाई पनि नभन् है, बिन्ती। हेर, कसैलाई नभन्। किन भन्थे? तपाईको कुरा पनि। गोदावरी हाँस्दै निस्की। निर्मलालाई आफ्नो कमजोरीमाथि ज्यादै नै लाज लाग्यो। गोदावरीको अगाडि पनि उनले आफ्नो भूल ढाक्न सकिनन्। के भनी होली गोदावरीले पनि। छिल्लिएकी उत्ताउली। निर्मलाको गाला कानसम्म रातो भयो। मुखको लाली र पाउडर रुमालले रगडी रगडी पुस्न थालिन्। आमा र दाजुले देख्नु भएको भए छि, त्यही उर्मिलाले उसलाई त्यसरी सिँगारी दिएकी देखेकी भए नि। एकैछिनमा गोदावरी फेरि आइपुगी। निर्मला नानी, आमाले भन्नुभएको बहिनीको लुगा मिलाइदिन आउनुस् रे। आए जा, चाँडै आउनुस् है। गोदावरी फर्की। निर्मला गइन्। लुगा फेराइदिन पनि मै जानुपर्ने। लोक्ने पाइसकी, अझ केटाकेटी छे। उर्मिलालाई पछि लगाएर आमा कोठाभित्र पसिन्। तिमी के गरिरा कि यहाँ उर्मिलालाई त्यति लुगा लगाइदिन बोलाको पनि? बिचारी कहिले फरिया नलाएकी मान्छे। त्यसै बेरेर आए। लौ न हेरिदेऊ। निर्मलाले बहिनीलाई तलदेखि माथिसम्म हेरिन्। सारी लाएको ठिकसित मिलेको थियो। अब पनि उर्मिला केटाकेटी छ र? दुला हेर्न आइसके। आमाको समझ पनि कस्तो। हरियो लुगामा उर्मिला खोपसित खुलेकी थिए। केटोले अवश्य उर्मिलालाई मन पराउनेछ, शंका छैन। लौ न त निर्मला, तिमी पनि उठ। उर्मिलालाई उता लैजानु पर्यो। म जान्न आमा, तपाईँ भइहाल्नुहुन्छ नि। आमाले बडा बडा आँखा तरेर निर्मलालाई हेरिन्। कस्ता अटेर छोरीहरू आफ्ना त। कामको बेलामा पनि यस्तो हो? कपाल दुखेर चौपट्ट छ, नत्र आइहाल्थे नि। टाउको उठाउनै भएको छैन। भइगयो त, आइज उर्मिला। आमा फनक्कै कोठाबाट निस्किन्। उर्मिलाले फर्केर पनि हेरिनन्। हिँड्नुहोस् न दिदी तपाईँ पनि। उर्मिलाले भित्रैदेखिको बल फुकाई। तिमीलाई हेर्न आएको मान्छे, म गएर के काम? मलाई एक्लै लाज लाग्छ, कसरी बस्नु त्यहाँ? उर्मिलाको स्वर रुन्ची भयो। के को लाज? आफ्नै मान्छे त हो नि। बिहे भएपछि पनि यस्तै स्वाङ गरेर निर्वाह हुन्छ कि? निर्मलाले हाँस्ने कोसिस गरिन्। उर्मिला हाँस्न सकिन। दाजु कोठाभित्र पसेर उर्मिलालाई लिएर गए। निर्मलाले मन बाँध्न सकिनन्। उठेर उनी पनि दाजुको पछि पछि लागिन्। सबैजना भित्र पसे, तर निर्मला ढोकाको पर्दा समातेर बाहिरै उभिन्। भित्र दाजुले नयाँ मान्छेलाई उर्मिलाको परिचय दिए। उर्मिला, मेरी कान्छी बहिनी, यसै वर्ष म्याट्रिक पास भई। फेरि दाजुले ढोकातिर देखाई, ऊ माइली चाहिँ। आउन निर्मला भित्रै। त्यो मान्छेले दाजुको पछिल्लो कुरा सुन्यो कि सुनेन कुन्नी? उसले एकचोटि पुल्लुक्क पनि निर्मलातिर हेरेन। मान्छे भलान्ती जस्तो छ, तर के हुन्थ्यो? उसका आँखामा उर्मिलाको हरियो सिफनको सारीमा मात्रै अल्झिराखेको चाहिँ लाग्यो। निर्मलालाई अनि त्यहाँ बसिरहन मन लागेन। त्यहाँबाट उठेर उनी बाहिर बार्दलीमा गएर उभिन्। बाहिर टन्टलापुर घाम लागिरहेको थियो। शून्य पिच रोडको दायाँ बायाँ सडकमा बुङबुङती उडेको धुलो अनि छिनछिनमा हिँड्ने दैत्यकार ट्रान्सपोर्ट सर्भिसको कानै थर्काउने घर र आवाजले निर्मलाको मन छन खल्लो तुल्यायो। पर ढोका बाहिर एउटा नयाँ जीव उभिएको रहेछ। सायद उर्मिलालाई हेर्न आउने केटाको होला। भित्रपट्टि मैलो सेतो कमिज र कालो चस्मा लगाएको मान्छे स्टेरिङलाई अँगालो हालेर घोप्टिरहेको थियो। ड्राइभर हो क्यार? त्यस्तै लाग्यो निर्मलालाई। त्यो मान्छे निर्मलालाई देखेर जीपभित्रैबाट
लगातार सुसेल्न थाल्यो। निर्मलालाई मन परेन। उनी त्यताबाट आफ्नो कोठामा फर्किन्। त्यहाँ उर्मिलालाई हेर्न आउने केटो मात्रै एक्लै अखबार पल्टाएर बसिरहेको रहेछ। निर्मला झस्किन्। त्यो कोठा उनको होइन, दाजुको थियो। कसरी त्यहाँ आइपुगिन्? निर्मला आफैले पत्तो पाइनन्। फेरि उनी ठाडै खुट्टाले फर्किन पनि सकेनन्। त्यसै आउँदा जाँदा के भन्ला त्यो मान्छेले पनि? फेरि बिकामले झन् यहाँ ठिङ्ग उभिरहँदा के भन्ला नि? ज्यादै अप्ठ्यारो लाग्यो निर्मलालाई। त्यो मान्छेले अखबारबाट टाउको उठाएर एकपल्ट निर्मलातिर पुलुक्क हेर्यो, अनि फेरि अखबारमै निहुरियो। निर्मला चल्न खोजिन्, तर उनका घोडा जड भएका थिए। उनी उभिएको उभिए भइरहन्। धेरै बेरसम्म उभिरहँदा पनि त्यो मान्छेले केही बोलेन। निर्मलालाई उसले एकपल्ट बससम्म पनि भनेन। ऊ अखबारमै हराए जस्तो देखिन्थ्यो। उसको निहुरेको बाटुलो अनुहार, घुमेको कपाल र त्यसबाट बिस्तार बिस्तार उडेको कोलगेटको मधुरो गन्ध। निर्मला चेतनहीन भएर विस्मृतिमा पुगिन्। आँखा अगाडि दृश्य निष्पट्ट हुँदै गयो। बस्नुहोस्, कति उभिरहनु भएको? त्यो मान्छे निर्मलातिर फर्केर खिस्सा हाँस्यो। निर्मलाको घुँडादेखि तलसम्म काप्यो। उनी बसिनन्। त्यो मान्छे आफू बसेको ठाउँबाट सरेर निर्मलाको नजिकै आयो। बस्नुहोस् न एकछिन। निर्मलाको धोतीको सप्कुको छेउ बिस्तार बिस्तार उसले तानिरहेको रहेछ। निर्मला केही विरोध नगरी खाली उभिरहन्। एकछिनपछि त्यो मान्छेले निर्मलाका दुवै हात समातेर आफूसितै टाँसेर राख्यो। निर्मला ज्ञान सुन्ने झैं चुपचाप बसिन्। उसको तातो सम्पर्कले निर्मलालाई केही सान्त्वना मिल्यो। आँखा टुक्रिएका सपना फेरि जोरिन थाले। फुलै फुलको बारी, फुलै फुलको आकाश, फुलै फुलले ढाकेको बाटो। तर एकैछिनमा निर्मलाको लामो सपना फेरि टुक्रियो। उनलाई आफ्नो देब्रे गाला बेस्सरी दुखे झै लाग्यो। उनले आफ्नो गाला छामिन्। रगताम्य भएको रहेछ। हत्केलाभरि रगत, आँखै तिर्मिराउने रातो। निर्मला कहालिएर उठिन्। त्यो मान्छे निर्दयतासँग हाँसिरहेथ्यो। निर्मलाले खुराई आँखाले उसलाई हेरिन्। ऊ लापरवाहीसित उठेर सडकपट्टिको झ्यालमा गएर उभियो। निर्मलासित ऊ बोल्दै बोलेन। बेइमान। निर्मलालाई एक थप्पड कसेर उसको गालामा हिर्काउँझै लाग्यो, तर हात उठेन। त्यो उनको को हो र? त्यसलाई के माया? त्यो त उर्मिलाको केटो। निर्मलाको हृदयमा बेग सबै सामसुम भएर गए। चिथोरिएका गाला लिएर उनी हुरिँदै गइन्। मटानमा उर्मिला भेट्टी। के भयो दिदी गालामा? निर्मलाले राता राता आँखा पल्टाएर बहिनीलाई हेरिन्। उर्मिला डराई। के भयो भनेको पो त? निर्मलाले बहिनीलाई धकेलेर भित्तामा जोताइदिन्। तेरो लोक्ने एक्लै छ जारे कोठामा। मटान नाक्न नपाउँदै निर्मला फेरि पानी बोक्ने रामीसित ठोक्किन पुगिन्। रामी मौका भेट्टाएर हाँस्यो। कमिजको भित्र खल्तीबाट एउटा मोडिएको कागज उसले दौडँदै निर्मलालाई दियो। यो तपाईलाई पल्लो घरको मास्टरले लुकाएर दिनु भनेको। कोठामा पुगेर उसले ढ्यामढुम्म ठोका लगाइन्। उनको हातमा मध्याहको बाँसुरी झैं सुई सुई कराइरहेको थियो। काँधमा झुन्डेको धोतीको सबको उनलाई सर्प टाँसिए झै लाग्यो। सरसर्ती धोती तानेर उसले खाटमाथि झुन्ड्याइदिन्। तैपनि चित्त बुझेन। घाइते गालामा आफैले जोडसँग 2-4 थप्पड हिर्काई। अझ शान्ति मिलेन। साथी हुरीले खडखडाएको खुला झ्याल झैं ड्याङ ड्याङ बजारिरहेको थियो। दुई हातले निर्मलाले छाती च्यापिन्, तर व्यथा झन निचोरियो। अघि सडकमा जीपको ड्राइभरले बेकायदासित सुशीलेको रामीले ल्याएको त्यो गुण्डा मास्टरको चिठी, अनि निर्मलाले सम्झनै सकिनन्। टेबलमाथिको सिसीबाट 2टा स्लिपिङ ट्याब्लेट झिकेर निलिन्, अनि भित्र घुम्सिएको लामो घोटका छोड्दै तकियामाथि घोप्टिन्। कथा लोक्ने, कथाकार प्रेमा शाह। दर्शक तथा श्रोतावृन्द, आजको लागि अन्तिम कथा रहेको छ वक्ररेखा, कथाकार परशु प्रधान। कोठाको दलिनमा झुन्डेको लास मलाई आफ्नै झै लाग्छ। यसका निर्जीव आँखाहरू र स्पन्दनहीन मुटु ममा साटिन्छन्। म त्यस्तै निर्जीव शून्य र स्पन्दनहीन हुन्छु। बाहिर जाडो बढ्दैछ। यस वर्ष जाडो छिटो आयो। बाहिरबाट आउने प्रत्येक आवाजले मलाई सतर्क गराउँछ। म सकेसम्म छिटो उठ्छु र झ्यालबाट हेर्छु। अँध्यारो उस्तै छ, शून्य उस्तै छ, र बाहिर केही परिवर्तन छैन। जाडो भने आफ्नै किसिमले बढ्दैछ। जाडो आइरहेको छ र म अनुभव गर्छु यसपालिको जाडो म सायद सहन सक्दिन। यो चिसो सिरेटो र ठण्डीले म भित्र काँडै काँडा उम्रन्छ। म काँडै काँडाको एउटा नाङ्गो रुख भएको अनुभव गर्छु, जो हिउँहरूबीच उम्रेको हुन्छ, जसलाई रातभरिको तुसारो र दिनभरिको हुस्सुले कोतरेको हुन्छ। केटो अघि नै निदाइसकेको छ। दिउँसो त्यो बुढी आएकी थिए। त्यो बुढी सम्झँदा जिउ मेरो फेरि एक तमासको भएर आउँछ, आफैभित्र लोलाएर आउँछ। मेरा आँखाहरू बन्द हुन खोज्छन्, तर मैले बाध्य भएर स्वीकार्नु पर्छ। हो, त्यो बुढी आएकी थिए, सधैँको जस्तै आँखाभरि व्यवस्था बोकेर। फेरि आउनुभयो माइजू? म सोध्छु अल्मलिएर।
केटाकेटीहरू चोकमा खेलिरहेछन्। यहाँ झगडा जस्तो पनि भइरहेको छ। एउटा केटो रोएको आवाज आउँछ, जुन आवाज मेरो छोराको जस्तै छ। म झ्यालमा नगई सक्दिनँ, जान्छु र हेर्छु। हो, मेरो छोरो रोइरहेछ, पुरा चोक नै खलबलाएर। वल्लो पल्लो घरका झ्यालहरू खुलेका छन् र त्यहाँबाट पनि स्वास्नी मान्छेहरू हेर्न लागेका छन्। ए दिपु, माथि आउन्नस्, म झपार्छु र बस्छु। माइजू अलिकति मुस्कुराए जस्तो गर्नुहुन्छ। म पनि मुस्कुराउन खोज्छु, तर ओठ सुके जस्तो लाग्छ। म राम्ररी मुस्कुराउन सक्दिनँ। बुढीको अनुहार हेर्छु, गालाहरू चाउरी पर्न खोजिरहेछन्। निधार शुष्क जस्तो छ। आँखामा पनि चाउरी र लहरहरू नसरेका होइनन्, तर पनि त्यो आँखामा एउटा कुतूहल रहेछ। एकै छ, एउटा रहस्य छ, एउटा जिज्ञासा जस्तो छ। त्यो आँखाको पानीमा एउटा माछा सल्बलाई छिनमा त्यो माछाको आकार परिवर्तन हुन्छ र सर्प जस्तो फुङ्कार लिएर मलाई हेरिरहेछ। म पुरा आँखा खोलेर हेर्न सक्दिनँ। म डराउँछु। किन आराम भएन? त्यो बुढी खिस्स हाँस्छे। त्यसका दाँतहरू मिलेका छैनन्। मलाई घिन घिन लाग्छ। किन ठुली भयो कि नि? आराम भएन? ऊ दोहोऱ्याउँछे। हो, त्यस्तै भयो। के हुन्छ? टाउको रिङरिङाइरहन्छ, जिउ भारी हुन्छ, कस्तो कस्तो भइरहेछ। दिपुका बा, अहिले माइजू डराएकी जस्तै देखिन्छे। उसका मसिना आँखाहरू वरिपरि निहार्छन्। अलि हलुङ्गो जस्तो अनुभव गरेर ऊ बिस्तारै भन्छे, अड्डामा हो को टाउको हल्लाएर म भन्छु, 5 बज्न धेरै समय बाँकी छ। माइजू चुपचाप गइदिए पनि हुन्थ्यो मलाई लाग्छ, तर म भन्न कमजोर हुन्छु। मेरो मुटु थर्के जस्तो हुन्छ। धेरै कुराहरू थिए जसलाई सम्झनु थियो, अहिले भुले जस्तो हुन्छ। बाहिरको चोकमा सामसुम छ, सुन्ने जस्तो छ। आज नआउने भान्जी? आउने। किन र? माइजूका आँखामा आश्चर्य देखा पर्छ र हराउँछ। पुराना दिनहरू आएर मेरा घाँटी समात्छन्। मलाई सब सपना जस्तो लागिरहन्छ। एउटा यस्तै दिन आउँछ जुन बेला माइजू भर्खरकी तरुणी थिइन्। उनका आँखाका परिलेमा सपना खेलिरहेका थिए। उनी राम्री थिइन्, धेरै राम्री, तर मामाको मृत्यु भइसकेको थियो र त्यो सौन्दर्य अज्ञात पोखरी जस्तो थियो, जहाँ हावाले आफ्नै किसिमले लहर उठाउँथ्यो र पानीका लहरहरू उठ्थे आकाश छुन। छेउको रुखलाई टोलाई पारेर लहर फर्कन्थे र आकाश जिल्लिन्थ्यो। त्यो रुख पुरानो भइसकेको थियो, मेरो मामा जस्तै। तिमी राम्रै छेउ, माइजू भन्नुहुन्थ्यो। एउटा केटो तिमीलाई असाध्यै मन पराउँछ। माइजू घरमा जाँदा त्यो मलाई मन पराउने केटो बसिरहेको हुन्थ्यो। उसको ओठ सुन्तलाको केसरा जस्तो रातो थियो। अनुहारमा प्रौढता चढिसकेको थिएन। माइजू बाहिर हुनुहुन्थ्यो। बैठक कोठामा त्यो केटो एउटा खोल्सामा रक्सी पिइरहेथ्यो, रिकापीमा खुर्सानीको पिरो अचार। एउटा केटो तिमीलाई असाध्यै मन पराउँछ। यो त्यही केटो थियो। कोठामा 81 एउटी युवतीलाई देखेर त्यो केटो तर्सियो, अलिकति लजाए जस्तो गर्यो र ठाउँ छोडेर बस्यो। माइजू कहाँ जानुभयो? नयाँ परिचयमा नम्र भएर म सोध्छु। हेर्दै त्यो केटोको गालामा रङ्ग चढेर आउँछ। ऊ रक्तिम देखिन्छ। तिमी सुभद्रा हौ? म लजाउँछु र भाग्छु। यसरी सुरु भएको त्यो केटोको परिचयले अझ मलाई छोडेको छैन। माइजू हुनुहुन्थ्यो, म थिएँ र एउटा धनी साउको छोरो त्यो केटो थियो। त्यो केटो मलाई बिहे गर्छ, एउटा विश्वासमा म बग्दै गएँ। तर त्यसो भएन। त्यो केटो 81 मेरो इतिहासबाट ओझेल पर्यो। एक साँझ सजिलै माइजू भनिदिनुहुन्छ, काजीलाई अर्को चाहियो रे। खबर पठाउनु भएको रहेछ। म एकदम जिल्लिएँ। माइजूको अनुहारमा केही परिवर्तन थिएन, स्वरमा केही परिवर्तन थिएन। एउटा केटो तँलाई असाध्यै माया गर्छ, जस्तै काजीलाई अर्को चाहियो रे। त्यसपछि धेरै दिन म माइजू कहाँ गइन। मेरो आवश्यकता अनुभव गर्नु भएन उहाँले सायद। मेरो मुक्ति छैन। फेरि एक साँझ आउँछ। माइजू हाँसेर भन्नुहुन्छ, आज त नगई भएन, म चुपचाप जान्छु। केही विरोध छैन, केही विकृति छैन। पहिलेको भन्दा माइजूको कोठा धेरै सिँगारिएको थियो। अब त्यहाँ केही कुर्सी र टेबलहरू पनि थपिएका थिए। तन्ना सफा थियो र राम्रोसँग कसिएको थियो। माइजूको कोठाले त रूप फेरेछ नि। एकछिन निलो अनुहार लाएर फेरि हाँस्न खोजेर माइजू भन्नुहुन्छ, के रूप फेरेको छ र सुभद्रा? तिमी धेरै पछि आयो, कोठा नयाँ लागेर होला। माइजूसँगका ती निकट दिनहरू एकनाश म सम्झन्छु। एउटा बाध्यता मसँग छ, मैले नसम्झी हुन्न। घाम डुब्न लागेको छ। हेर्छु, माइजूको अनुहार उस्तै छ, ओठको रहस्य उस्तै छ। उही परिचित आवाज छ, भोज छ भनेर आउनु नि, फरक नपरोस् है भान्जी। आज मलाई हतार पनि छ, जाउँ? माइजू जानुहुन्छ। उहाँको आँखामा विश्वास छ र यो रात जस्तै त्यो विश्वास म भित्र पातलिँदैछ। त्यो विश्वास जित्ने बल गर्छु। त्यो भासमा फेरि नडुब्न बल गर्छु। बाहिर केही आवाज छैन, केही थर्कन छैन। चोक एकदम सुनसान छ। रातको गहनता बढ्दैछ। दिपुका बा भने अझ फर्केका छैनन्। तर माइजू मेरो आँखाभरि आएर बसिरहेकी छन्। अरे कस्तो कर गर्ने स्वास्नी मान्छे, कस्तो जिद्दी लिइदिने। मेरो बिहे भएपछि पनि उहाँले छाड्नु भएन। अझ कस्तो डर देखाएर भन्नुहुन्छ, आउँदै गर सुभद्रा।
बिहे भयो राम्रै भयो, नत्र त तेरो लोग्ने मेरो ज्वाइँ नहुने। बिहे भएपछि पनि मेरो लोग्ने भनेर कसैलाई राम्ररी स्वीकारेपछि पनि मैले धर पाइन। विगतको कथालाई मैले होइन भनेर स्वीकार्न पाइन। सम्झँदा पनि मेरो मुटु ढुक्क फुलेर आउँछ। आफूलाई कहाँ लिएर रौँ रौँ लाग्छ। दिपुका बाको सोझोपनको, इमान्दारीको त्यो फाइदा उठाउन नहुने मैले। तर माइजू म कति विवश छु। दिपु जन्मिसकेपछि पनि कस्ती राक्षसनी भएर माइजू भन्नुहुन्छ। त भर्खरकै देखिन्छेस्, छोरो पाएर के भयो र? 2 महिना भइसक्यो होइन? भोलि आइज, गुठीको पूजा छ भनेर। गुठीको पूजा छ, रातभरि भोज हुन्छ भनेर म कति छलौं। मेरी माइजू, म रुन खोज्छु। 1 बोतल ऐला र अलिकति छोइला ल्याइदेन। अनि कसरी विश्वास नहुनु? माइजूको ओठमा म मुस्कान हेर्न चाहन्छु। तर यस्तो होइन। उहाँ कति कठोर देखिनु भएको छ। सायद उहाँ फेरि भन्नुहुन्छ, ज्वाइँलाई भनिदिएन तेरो। म बोल्न सक्दिन। म पुरानो इतिहासबाट असाध्यै डराएकी छु, पीडित छु र मेरो मृत्यु नजिक आइरहेको जस्तो लाग्छ। दिपुका बाले थाहा पाए भने, अरे ऊ पनि त लोग्ने मान्छे हो, तर ऊ कहिले केही भन्दैन। राति भोजमा किन अबेर गरेको, छिटो आउनु पर्दैन, उनी भनिदिँदैनन्। ढुङ्गा जस्तो लोग्ने मान्छे। रातको 11-12 बजेतिर चुपचाप म डेरातिर फर्किरहेकी हुन्छु। एक्लै स्वास्नी मान्छे। मनभरि माइजूका वाक्यहरू म घोकिरहेछु। गुठीको पूजामा गएर आएको, रातभरि भोज थियो। यसैले ढोका खोल्न साथ म आत्तिए जस्ती हुन्छु, डराए जस्ती हुन्छु र एक्कासी बलले भन्छु, दिपुका बा, भोज अझै चल्दैछ। गुठीको पूजा पनि पूजा हो, नेवारहरूको ठूलो चाड। नेवारको जातै दिपुका बाको वाक्य पूरा हुन नपाउँदै म कोठामा पुगिसकेको हुन्छु। अलिअलि रक्सीको धङधङी पनि छ। अलिअलि त्यो अघिको बलियो लोग्ने मान्छेको धङधङी पनि छ। अलिअलि माइजूको धङधङी पनि छ। धङधङीमै म निदाउँछु। बिहान उठ्दा राति देखेका थुप्रै सपनाहरू सम्झने चेष्टा गर्छु। सपनामा म नदीमा डुबेकी थिएँ र किनारामा निस्किने बलले भ्याएसम्म पौडिरहेकी थिएँ। तर जति किनाराका छेउमा पुग्यो, किनारा उति टाढा भइरहन्थ्यो, उति पर भागिरहन्थ्यो। त्यो अगाध समुद्र सम्झँदा मलाई बिहान पनि डर लाग्छ। मुटु सिरिङ्ग भएर आउँछ। बिहान पनि उसको ओठमा नयाँपन छैन, आँखामा नयाँपन छैन, बोलीमा नयाँपन छैन। भात पाक्यो? ऊ सधैँको झै भन्छ। पाक्न लाग्यो? म निस्तेज भन्छु। अड्डा जान अबेर हुने हो कि? ऊ शंका गर्छ, तर ऊ मलाई शंका गर्न सक्दैन। राति अबेरसम्म भोजमा नबस्नु भन्न सक्दैन। अड्डा जानु आउनु कति नियमित छ ऊ। कहिलेकाहीँ अड्डाबाट आउन ढिला भयो भने ऊ कति हिचकिचाएर भन्छ, आज आउन ढिला भयो, अड्डाको काम, भोलिलाई राख्न नै नहुने। म आफूभित्रै पश्चातापले रन्थनिन्छु। साँझ परेपछि ऊ सजिलै भन्छ, आज त भोजमा जानु पर्दैन। मसँग यसको जवाफ छैन। मसँग भोजको अर्थ छैन। मसँग माइजूको खोल्चाको अर्थ छैन। मसँग मेरो लोग्नेको यो मौनताको अर्थ छैन। यो उपेक्षाको अर्थ छैन। तर मेरो मुटुभरि आफ्नै अर्थ छन्। लोग्नेको सोझोपनको, नम्रताको र निश्चल हृदयको। यी सबलाई अर्थ लिएर, पूर्णता लिएर सोच्दा मेरो मानसिकताको मृत्यु हुन्छ। मेरो शून्यताको मृत्यु हुन्छ। मेरो मुटु चुडिए जस्तो हुन्छ। मलाई कहाँ लिएर रुन आउँछ। उसँग गएर सारा विगत पापहरूको क्षमा माग्ने साहस आउँछ। मेरो लोग्ने ढुङ्गाको देवता जस्तो छ र लाग्छ ऊ मौन भएर क्षमा दिनेछ। मलाई विश्वास छ मैले मुक्ति पाउनेछु। तर म यसो गर्न सक्दिनँ। म लाचार छु, कमजोर छु र मेरो नारीत्वले यसो गर्न सक्दैन। रात धेरै बितिसकेको छ र दिपुका बा अहिलेसम्म अड्डाबाट फर्केका छैनन्। माइजूका विश्वासहरू मसँग आउँछन् र फर्केर जान्छन्। त्यो विश्वास, त्यो स्वर, सबमाथि विश्वासघात गर्नुपर्छ मैले, विद्रोह गर्न सक्नुपर्छ मैले। तर मसँग मुक्ति छ जस्तो लाग्दैन। मसँग अतीतको मेटिने पाता छ जस्तो लाग्दैन। मसँग मृत्यु मात्र छ। दलिनमा झुन्डिएको लास मलाई आफ्नै जस्तो लाग्छ। सायद त्यो लास ममा साटिएर बस्दा राति एक्कासी दिपुका बाको आँखा पर्दा पनि उहाँ रुन सक्नुहुन्न, उहाँ कालिन सक्नुहुन्न, उहाँ डाको छाड्न सक्नुहुन्न। उहाँ चुपचाप हेरेर भन्नुहुन्छ मनमा नै, सुभद्रा झुन्डी छ। झ्यालमा निस्केर चोक थर्काउने गरेर उहाँ कराउन सक्नुहुन्न, गुहार सुभद्रा झुन्डी, आओ छिमेकी हो। उहाँ दिपलाई आफूसँग सुताएर सजिलै निदाउन सक्नुहुन्छ, मलाई केही अर्थ नै नदिएर। अनि बिहान कसैलाई अत्तो नदिई सानो स्वरमा पुलिस थानामा गएर रिपोर्ट लेखाउनुहुन्छ। उपरान्त मेरी श्रीमती सुभद्रा देवी मानन्दर हिजो राति 9-10 बजेको टाइममा आफ्नै कोठाको दलिनमा झुन्डिएर मरी। के कति कारणले मरेकी हो मलाई केही थाहा छैन। हाम्रो बीचमा केही झै झगडा भएको थिएन। अड्डाबाट ढिलो फर्केकोले राति आउन सकेन। अहिले बिहानै रिपोर्ट गर्न आएको छु। साँचो हो झुटो ठहरे ऐन सवाल बमोजिम सहुला बुझाउला। सुब्बा हरिशंकर मानन्दर। यो समावेत कल्पनाले मन कस्तो हुन्छ। मनभरि भुइँचालो राखेर बाँचिरहे जस्तो हुन्छ। थाहा छैन कुन बेला भुइँचालो आउने हो र जिन्दगीलाई नै भताभुङ्ग पारेर हल्लाउने हो। आज पनि ढिला भयो। दिपुका बा कोठाभित्र पस्नुहुन्छ। म झस्कन्छु। धेरै काम थियो होला।
भात पाक्यो? आज पनि तिम्रो भोज जानु त छैन? उही साधारण किसिमले निसङ्कोच उहाँ सोध्नुहुन्छ। अघिका सारा कल्पना, अघिका सारा चिन्तनले म एकदम धमिलिन्छु, म एकदम जिल्लिन्छु। दिउँसो माइज आउनु, अनि के त भोज जाने भए जानु? म गलेको छु, भात खाएर सोध्छु, तर राति साह्रै अबेर भए माइजू कहाँ नै सोध्नु, उहाँ निर्धक्क भन्न सक्नुहुन्छ। अनि दिपु मसँग सोध्छ, के भो र? फेरि मेरो विश्वासको मृत्यु भयो, मेरो कठोरताको मृत्यु हुन्छ। माइजू मलाई रिङ्गटा लाग्ला जस्तो हुन्छ, तर पनि माइजूका आँखाको विश्वास छ। लोग्नेलाई सुताइसकेर पनि आउँछ भन्ने दृढ विश्वास छ। उनीहरू नसा लिएर पर्खिरहेछन्। गल्लीहरूमा बत्ती पनि निप्न लागे, मान्छेको आवत जावत पनि कम छ। म फेरि जान तयार छु। फेरि गुटीको भोज छ, मेरो रक्त सञ्चार बढ्छ। निश्वासिएर म भन्छु, म जाउँ त? म फेरि सोध्न सक्छु। यसैले मलाई लाग्छ दिपुका बा होइनन्। सबभन्दा अस्पष्ट स्वयं म आफू छु, सबभन्दा नबुझिने स्वयं म आफू छु। एउटी 32 वर्षीय स्वास्नी मान्छे, श्रीमती सुभद्रा देवी मानन्दर। कथा वक्ररेखा, कथाकार परशु प्रधान। यो सँगै आजका सम्पूर्ण कथाहरू सकिएका छन्। तपाईलाई आजका कथा के कस्ता लागे कृपया कमेन्टमा उल्लेख गर्नुहोला। भन्दै लागौं हिजोको भिडियोमा सोधिएको गाउँखाने कथातर्फ। गाउँखाने कथा रहेको थियो, वारिपारी दिदी बहिनी दुई, ओठ जिब्रो नभए नि कुरा गर्छन् उही के हो, र यसको सही उत्तर हो आँखा। अब लागौं आजको गाउँखाने कथातर्फ। आजको लागि गाउँखाने कथा रहेको छ, एक भाइका चार खुट्टा के हो? प्रश्न एकपटक फेरि, एक भाइका चार खुट्टा के हो? यस प्रश्नको उत्तर तपाईलाई थाहा भए कृपया कमेन्टमा उल्लेख गर्नुहोला। लागौं हिजोको भिडियोमा कमेन्ट गर्नुहुने दर्शक श्रोताज्यूको नाम अनि कमेन्ट वाचनतर्फ। दिनेश दायरज्यू लेख्नुहुन्छ, अति राम्रा छन् कथाहरू। त्यसैगरी पुष्पा घिमिरेज्यू लेख्नुहुन्छ, कथाहरू रमाइला छन्। त्यसैगरी सुनिल सुनारज्यू लेख्नुहुन्छ, भेरी नाइस स्टोरी सर भन्नुहुन्छ। माया श्रेष्ठज्यू लेख्नुहुन्छ, नमस्कार जुजलोपा आदरणीय जमिन सर, साह्रै नै राम्रा 3वटै कथाहरू भन्नुहुन्छ। अञ्जली राईज्यू लेख्नुहुन्छ, धेरै राम्रो कथा अनि हजुरको भोइस त्यति नै मिठो जमिन सर, गेट वेल सुन भन्नुहुन्छ। धन्यवाद। दिपेन्द्र मगरज्यूले पनि कमेन्ट गर्नु भएको छ। त्यसैगरी भगवती मग्रान्तिज्यू लेख्नुहुन्छ, हजुरको भोइस एकदम मिठो छ दाई, हजुर कथा पनि कस्तो मजाले भन्नुहुन्छ, मेरो तर्फबाट हजुरलाई प्रणाम भन्नुहुन्छ। नमस्कार। अर्जुन विशीज्यू लेख्नुहुन्छ, नमस्कार सर, कथाहरू एकदमै राम्रा छन् अनि मिठो वाचनको लागि धेरै धेरै धन्यवाद सर। आजको उत्तर आँखा होला भन्नुहुन्छ, सही उत्तर रहेको छ। विष्णु गुरुङज्यू लेख्नुहुन्छ, नमस्कार सर, मलाई हजुरको कथाहरू साह्रै मनपर्छ, सबै कथाहरू सुन्छु, तर कमेन्ट चाहिँ आज पहिलोचोटि हो है सर भन्नुहुन्छ। धन्यवाद। त्यसैगरी युजर आइसीज्यू लेख्नुहुन्छ, नोगेन सेवारो दा, तपाईको जति राम्रो कथा मैले कहिले पनि सुनेको छैन, मिस यू है दा, हाल कतारबाट मैले मेरो प्यारो दाईलाई धेरै सम्झेको छु भन्नुहुन्छ। धेरै धेरै धन्यवाद। त्यसैगरी युजर आइकेज्यू लेख्नुहुन्छ, दर्शन नमस्कार सर, आजको कथाहरू एकदमै मन पर्यो, उपन्यासहरू पनि ल्याउनुहोस् है। अनि आजको आन्सर आइज हो कि सर, म चाहिँ कपिल वस्तुबाट भन्नुहुन्छ। आँखा सही उत्तर रहेको छ। धन्यवाद कमेन्टको लागि। युजर WHज्यू लेख्नुहुन्छ, सर अलि लामो वा 1 घण्टाको बनाउनुहोस् न है भन्नुभएको छ। आजको कथा मैले लामै वाचन गरेको छु, आशा छ तपाईलाई मन पर्यो होला। त्यसैगरी इपेश थापाज्यू लेख्नुहुन्छ, मेरो निन्द्राको औषधि भएको छ सर, यो हजुरको कथा वाचन भन्नुहुन्छ। धन्यवाद कमेन्ट गरिदिनुहुने सम्पूर्ण दर्शक श्रोताज्यूलाई। आजको कथा के कस्तो लाग्यो कृपया कमेन्टमा उल्लेख गर्नुहोला। तपाईसँग पनि कथा भए मलाई मेरो कथा 204@gmail.com मा मेल गर्न सक्नुहुनेछ। भन्दै आजको कथा बसाइबाट म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्। नमस्कार।